हेलो सो गाइज वेलकम टु न्यू भ्लग सबैजनालाई स्वागत छ मेरो अर्को भ्लगमा। सो आज 31 चैत्र अब 2081 को लास्ट दिन। सो भोलि चाहिँ अब 2082 नयाँ वर्ष। आज चाहिँ न्यू इयर इभ। सो टाइटल हेरेर थाहा पाउनु भइसक्यो होला आजको भ्लगमा के हुनेवाला छ भनेर। टाइटल र थम्बनेल हेरेर नै थाहा भइसक्यो होला। त्यही पनि आज चाहिँ अब न्यू इयर इभको दिन हल्का रमाइलो गरौँ यसो भ्लग गरौँ भनेर निस्केको। खास मैले चाहिँ पसलमा छु। सो राइट हियर हल्का युट्युबहरू हेर्दै होइन। सो अब एकछिनमा भन्दा नि साँझतिर निस्किन्छौँ। अहिले चाहिँ लाइक बुटोलको सबसे ठुलो भनौँ न बिगेस्ट स्ट्रिट फुड फेस्टिभल हुँदैछ। अनि आज चाहिँ रकेट्स नेपाल ब्यान्ड पर्फर्म गर्दै हुनुहुन्छ। सो लाइभ हेर्न पाउँदैछौँ हामीले। त्यही पनि अझै विदाउट एनी टिकट्स के फ्रीमा। सो फ्रीमा भएर हेर्न जानु लागेको त होइन। त्यही नै अपर्च्युनिटी मिस नगरौँ न होइन। अनि न्यू इयर इभ पनि छ, रमाइलो हुन्छ। त्यही भएर एकदमै रमाइलो हुनेवाला छ भ्लग चाहिँ गाइस। सो वाच टिल द एन्ड होइन। त्यही नै हो। अहिले चाहिँ 11:25 भइरहेको छ। 11:25 हुँदैछ। एकछिनमा अब साँझतिर साथी आउँछ लिन। अनि साथीसँग निस्किनुपर्छ। के हुन्छ कस्तो हुन्छ हेर्दै जानु है त। त्यही नै हो गाइज। एकदमै रमाइलो हुनेवाला छ। जतिजना पनि हेर्दै हुनुहुन्छ मेरो भ्युवर्सहरूलाई सबैजनालाई ह्याप्पी न्यू इयर। अब नयाँ वर्षको धेरै धेरै शुभकामना छ सबैजनालाई। राम्रो होस् सबैजनाको होइन। त्यही नै हो, धेरै भन्ने केही नै आउन्न। सो अब एकछिनपछि भेटौँला। सी इन अ वाइल गाइज। भर्खरै एज यु गाइज क्यान सी यहाँ जुपिटर एनपीबाट कुलर आइसकेको छ। अब यसलाई हामी अनबक्स हान्नुपर्छ है मेरो सामान है। सो लेट्स अनबक्स दिस गाइज है। क्यामेरा राख्छु है। क्यामेरा हटाइदिउँ। आई होप देखिरहेको दामी 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 दामी। ल अनबक्स हान्छु। अरूभन्दा नि स्टिचहरूबाट चाहिँ हल्का केयरफुल हुनुपर्ने हुन्छ। अति दामी है। एकछिनमा हेरौँ न। सब निकालौँ न सुरुमा। सो यहाँ मिसन एकम्प्लिस्ड। अनि हल्का थ्याङ्क यू फर पर्चेजिङ। दामी है। थ्याङ्क यू जुपिटर एनपी फर प्रोभाइडिङ सच अ क्वालिटी प्रोडक्ट। सो यो अहिले पछि खोलौँ न। अलराइट फिङ्गर स्लिप्स चाहिँ यसमा फ्री आइरहेको रहेछ। यो चाहिँ एन्ड्रोइड युजर्सहरूको लागि काम लाग्छ। प्लस मलाई पनि कहिलेकाहीँ यहाँ काम लाग्न सक्छ यो। सो यो चाहिँ क्लिप हो होल्ड गर्नको लागि कुलरलाई। एकदमै राम्रो। नाइस नाइस नाइस। हल्का डिस्टर्बेन्स होला गाइज, प्लिज हल्का एडजस्ट गरिदिनु होला। मलाई यो केही पनि च्यात्न मन लागेन क्या। बिस्तारै खोलौँ। निस्किँदैन त च्यात्नै पर्ने भयो। वाउ ओके। सो गाइज बक्सिङ पनि एकदम सेफ्टी टक्क मिलाएर नाइस है। सो दिस इज द कुलर गाइज। दिस इज द फोन कुलर। सो यसलाई अन गरेर पनि हेर्छौँ हामी। सो यसको प्लग इन गर्ने ठाउँ चाहिँ यहाँ छ। यसमा पुग्छ कि पुग्दैन यार। अति दामी है। टक्क बत्ती बोलेछ। दामी छ।
कलर चेन्जिङ रहेछ प्लस दामी ल यसलाई चाहिँ थुत्दिउँ सो लेट्स गो इन हियर यो चाहिँ नन म्याक्से फोनहरूको लागि जस्तै 11हरूको लागि हो होइन दामी दामी ल यो सब चाहिने चिज हो यो पनि चाहिन्छ यसलाई पनि भित्रै नै राखौँ अन्त सो दिस इज म्यानुअल यसलाई पनि भित्रै नै राखिदिउँ किनकि हामीलाई अहिले पढ्नु छैन केही पनि सो या सो म देखाउँछु है अब सामानहरू सो गाइस यो चाहिँ बक्स भयो यो जुपिटर एनपीको तर्फबाट आएको यो कुलर एकदमै दामी अनि फिङ्गर स्लिप्स पनि फ्रीमा रहेछ नाइस सो चाहिँ बक्सिङहरू भयो सो यो चाहिँ थ्याङ्क यू है थ्याङ्क यू भन्नको लागि एउटा यु हेभ जस्ट अनलक टप टियर गेमिङ गियर थ्याङ्क्स फर बिङ पार्ट अफ जुपिटर स्क्वाड नाउ गो एन्ड कन्फर द गेम स्टे अनस्टेबल थ्याङ्क यू जुपिटर एनपी फर मोटिभेटिङ है त सो एकछिनमा भेटौँला गाइज यो गाइजहरू यो पठाइदिने चाहिँ हाम्रो दाई नर्थ छेत्री दाई थ्याङ्क यू सो मच फर स्पोन्सरिङ दिस वन्डरफुल कुलर फर मी म भन्दा पनि हाम्रो टिमको सबैजनाले स्पोन्सर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ सो अब पालो हाम्रो गेम देखाउने सो या गाइज इफ गाइज डोन्ट नो म चाहिँ हल्का पब्जीको कम्पिटेटिभ म्याचेसहरू खेलिरहेको हुन्छु अनि यो चाहिँ अहिले म जुन टिममा छु त्यो टिमको हाम्रो स्पोन्सर दाई ओनर दाईहरूले चाहिँ पठाइदिनु भएको हो प्लेयरहरूको लागि सो एकदमै दामी छ थ्याङ्क यू सो मच दाई किप अन सपोर्टिङ अस किप अन मोटिभेटिङ अस अनि त्यही नै हो यहाँ चाहिँ एकदमै दामी बाल क्वालिटी सो अहिले 3 बजिरहेछ सो अब एकछिनमा भेटौँला है Few moments later. Guys, finally I have met my friend. Also, I see you somewhere like you know. So, I'm at Lago. रक्सो गाइज अहिले चाहिँ हामी पिनेस क्याफेमा छौँ होइन मेरो क्यामराम्यानमा हुनुहुन्छ मेरो प्यारो साथी अन्सुल यहाँ म अहिले ड्रागन चिकन खाँदैछु गाइज एउटा खाएर सियर्स हालौँ है त चियर्स दामी पनि आइसक्यो यहाँ म चाहिँ ड्रागन चिकन खाँदैछु माई फ्रेन्ड अल्सो कफीसँग तर कफी खाएको छैनौँ हामीले त्यस्तो पाखे पनि छैनौँ हामी कस्तो छ हाउस फुड दामी छ नि यो चाहिँ भर्खर आएको चाहेको छैन अब यो खानुपर्ने हुन्छ 8 आउट अफ 10 त्यसपछि अझै धेरै चिज हुन छ आजको भ्लगमा होइन लगाइसकेन भेटौँ यही नै हो एकदमै ठुलो लामो होइन फुड फेस्टिभलको स्टलहरूको यो लाइन चाहिँ मास्तिर कन्सर्ट हुन्छ मास्तिर चाहिँ अहिले नजाने होइन भर्खरै हामी चाहिँ साथीको केक सपमा आएको अन्सुल छ यहाँ अन्सुल के छ वाइल्ड गर्मी भयो त्यहाँभित्र बस्दा बस्दा त्यो एकछिन निस्केको यस्तै छ है यहाँको एम्बियन्स चाहिँ सो गाइज अलिक एकछिन फेरि भेटौँला गाइज एक्सप्रेसन चाहिँ यस्तो रहेछ है थ्याङ्क यू दाई एकदम ह्याप्पी न्यू इयर दाई हाम्रो एक्सप्रेसको वान एन्ड ओन्ली म्यानेजर दाई यो थ्याङ्क यू अभिषेक भाइ लाइक एन्ड सब्सक्राइब गरिदिनु हाम्रो भाइलाई है सपोर्ट गरिदिनु होस् भाइले अब यो सानो एजमा जस केही ट्राई गरिरहेछन् सपोर्ट गरिदिनुहोस् है सबैजनाले हेरेर माया गरिदिनुहोस् र के कस्तो कन्टेन्ट चाहिन्छ यस्तो भाइलाई भनिदिनुहोस् भाइले त्यो अनुसार गर्छन् है सही हो भाइले बुटोललाई प्रमोट गरिरहेछन् थ्याङ्क यू सो मच यो चाहिँ हाम्रो एक्सप्रेस गाइज कसैलाई पनि एकदम प्रिमियम क्वालिटीको चस्माहरू लिन छ बुटोलमा अथवा बाहिरबाट पनि हुनुहुन्छ भने अनलाइनमा पेजहरू छ एक्सप्रेस भनेर सबै हेरेर मजाले अर्डर गर्दा हुन्छ फ्री आइसकेको हुन्छ यहाँ चाहिँ बिहानमा मात्रै हुन्छ होला कि बिहान 10 देखि 7 बजीसम्म भाइ बिहानमा हुन्छ यहाँ चाहिँ फ्री आइसक्यो 10 बजी 7 बजीसम्म चस्माहरू चाहिँ यहाँ फेरि पेन्सिल छैन एकदम दामी दामी छ
एकदम आएर just बुटोलको त्यो प्रिमियमै पसल होला न वान अफ द बुटोल भइरहेको वान अफ द माधव दाई सर ब्लग छिटो के हो र यस्तो अलि जोकेर जानुपर्छ नि यार यस्तो आफ्नै घरको परिवार भइरहेको दाइ हाई भन्दैन न त ब्लगमा थाहा दाइ कहाँ कुनामा अरू हिलोमा लौटी खेल्छ नि यस्तो छ गाइस यहाँ चाहिँ अहिले त्यहाँ अफर पनि लागेको छैन यो ल दाउ तिमी युज गर ल मैले पनि घुमाइदिएँ नि ल ल ल ल मेरो लक भाइको लक कस्तो छ हेरिदिउँ है त अँ भाइ एकदम ल है त भाइले घुमाइसकेछन् के पर्छ भाइलाई यो आज हामी 11 वर्ष हुन्छौँ सर ल ह्याप्पी न्यू ल ह्याप्पी न्यू इयर भाइ ल वान्स मोर ल पर फोन है त 50% अफ पर्ला है भाइ फेरि पर्यो भने त फेरि 100 परोस् न परेपछि फ्री सनग्लास थियो अन्त चाहिँ फेरि ह्याप्पी न्यू इयर ल मलाई भाइलाई त के ह्याप्पी न्यू इयरले छोडे नै ल ल ल ल माधव सर हानिदिनु ल ल माधव सरको माधव सरको लक पनि हालिदिउँ ल ल है ओहो माधव सरलाई चाहिँ फ्री ब्लू कट प्रिस्क्रिप्टेड ग्लासेस यसो अब होइन सिसा चेन्ज गर्नु पऱ्यो टक्क सम्झिनु पऱ्यो फ्रीमा है त त्यसको लागि चाहिँ पहिला चस्मा किन्नु पर्ने हो अहिले भ्लगको लागि जस एउटा कन्टेन्ट है जस गर्नु पऱ्यो नि अब कता आउँछ नि माधवजी यार हल्का यसो छुट्टै प्लानिङ हजुर विक्रम सर यसो सानो कामले बाहिर निस्किनु भयो आउनुहुन्छ अहिले ल है त सिउ र ह्याप्पी न्यू इयर एडभान्समा है फलोस् फुलोस् सबैजनालाई है राम्रो होस् यो वर्ष एकदम फली फापोस् लाखको बिटा छोपेको थ्याङ्क यू सो मच दाइ मेरो भ्लगमा यति राम्रो कन्टेन्टहरू निकालिदिनु भयो थ्याङ्क यू सो मच भाइ आइएक्सलाई प्रमोट गरिदिएकोमा भिजिट गरेकोमा है मेरो आफ्नै जस्तो हो नि अनुहार एकदम ल अब निस्किन्छ ख्याल गर फ्यामिलीसँग टाइम स्पेन्ड ओके दाइ ओके सबैलाई बाइ बाइ फेरि ह्याप्पी न्यू इयर सबैजनालाई ह्याप्पी न्यू इयर ल दाइ थ्याङ्क यू सो मच ल गाइज यतातिरको चाहिँ यस्तै छ एम्बियन्स होइन स्टल स्टल त्यहाँ जस्तो भइरहेको कि यो स्टेज हो हल्का जस्तै छ माथितिर स्ट्रिट फेस्टिभल चाहिँ अब हामी घरतिर लागेको कन्सर्ट पनि क्यान्सल भयो स्याड टु हियर बट अब त्यही नै हो घरतिर जानु लाग्यो साथी र म चाहिँ खाजासाजा खायो यस्तै भयो न्यु इयर इभ हल्का रमाइलो हल्का दुखी यस्तै नै छ गाइज सब घर जाम अति नै क्राउडेड छ आज चाहिँ ठाउँ तर कन्सर्टमा टिकट त थिएन होला खै के हो यार अब यस्तो नै छ यो चाहिँ लाइक अब बुटोलको लेक साइड जस्तो भने नै हुन्छ बुटोलको थमेल भने नै हुन्छ त्यस्तो टाइपको ठाउँ हो यो चाहिँ अब क्लबहरू नयाँ नयाँ क्याफेहरू यतै यतै छ अहिले चाहिँ गाइजहरू लड अब खोल्दैछ अब के अरे हाम्रो नवाज अनुसारी पनि आउँदैछ अहिले त बन्द छ त्यो चाहिँ हाम्रो लड बुटोल लड है यो चाहिँ एलओडी होइन यो चाहिँ एलओआरडी लड हो अब घर फर्किनु लाग्यो एकदमै नजिक आइसक्यौँ घरको असल साथी न्यु इयर इभ कन्सर्ट क्यान्सल भए पनि त्यो रमाइलो भयो नि होइन मेरो सोचेर अब घर फर्किनु लाग्यो यो चाहिँ मेरो घरको चोक हो गाइजहरू अब यहाँबाट भित्र लागिन्छ शान्ति कुञ्ज सो अब एकछिन भेटौँ है गाइज बाई बाई ह्याप्पी न्यु इयर फेरि पनि बाई बाई सी यु नेक्स्ट टाइम मेरो भ्लगलाई पनि बाई भनिदेऊ बाई बाई सो गाइज यति नै थियो भ्लग चाहिँ भने जस्तो सबै चिज चाहिँ भएन रकेट्सको सो चाहिँ जहाँ हुनु लाग्थ्यो त्यहाँ क्यान्सल भएर अर्कै भेन्यूमा भयो अनि हामी चाहिँ गएनौँ त्यहाँ अनि त्यही नै थियो रमाइलो भयो जति एकछिन बस्यौँ साथीहरूसँग क्याफेमा रमाइलो गऱ्यौँ एकछिन त्यहाँ हल्का म्युजिकहरू सुन्यो रमाइलो भयो सो थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड गाइज होइन अब भने जस्तो सोचे जस्तो सबै चाहिँ भएन तर त्यही पनि रमाइलो भयो एकदमै सो फेरि एकचोटि भ्लग इन गर्नुभन्दा पहिला चाहिँ सबैजना हेर्नुभएकोलाई ह्याप्पी न्यु इयर 2082 सबैजनालाई 2082 न्यु इयरको शुभकामना छ सो त्यही नै हो गाइज थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड अन्टिल नेक्स्ट टाइम सी यु नेक्स्ट भ्लग बाई बाई